पशुपति प्रसाद र विल स्मिथको द पर्स्युट अफ ह्याप्पिनेसमा एउटा कुरा कमन छ र त्यो हो क्यारेक्टर मोटिभेसन, जहाँ दुवै फिल्मको क्यारेक्टरहरू गरिबी र कठिनाइबाट बाहिर निस्किनलाई सङ्घर्ष गर्छन्। के हो त क्यारेक्टर मोटिभेसन भनेको? वेलकम टु डे 14, जहाँ हामी फिल्म र फिल्म मेकिङ रिलेटेड कुराहरू सँगै सिक्छौँ। मोटिभेसन भनेको एउटा ल्याटिन शब्द मोटसबाट आएको, जसको मतलब हो मोसन, यानी यस्तो कुरा जसले कथामा पात्रहरूलाई अघि बढाइरहन्छन्। क्यारेक्टरहरूले जे पनि गर्छन् त्यसको पछाडि एउटा मोटिभेसन हुनुपर्छ। यदि केही नगरिकन यतिकै बसिरहेछन् भने पनि त्यसको पछाडि केही न केही कारण हुनुपर्छ। सो के कुराले क्यारेक्टरलाई मोटिभेट गर्छ त? यसको लागि हामीले मनोवैज्ञानिक एब्राहम मास्लोले दिएको हायरार्की अफ नीड्सलाई बुझ्नुपर्छ। मास्लोले भनेका थिए जीवनमा यी 5 कुराले मानिसलाई अगाडि बढाइरहन्छ, जहाँ सुरुमा आउँछ फिजियोलोजिकल नीड्स। यस्तो बेसिक कुराहरू जुन चाहिँ हामीलाई बाँच्नको लागि चाहिन्छ, फुड, एयर, वाटर, सेल्टर एन्ड इभन सेक्स। यो कुराहरू प्राय सर्भाइभल मुभिजमा क्यारेक्टरको लागि मोटिभेसन हुन्छ र यही बेसिक कुराहरू पाउनको लागि त्यहाँनिर क्यारेक्टरले सङ्घर्ष गरेर हुन्छन्। जहाँ यी सबै फिजियोलोजिकल निडहरू कम्प्लिट हुन्छन्, त्यहाँ क्यारेक्टरलाई अघि बढ्नलाई सहयोग गर्छ सेकेन्ड स्टेप, यानी सेफ्टी निड्सले, जहाँ क्यारेक्टरहरूले पर्सनल सेक्युरिटी, इम्प्लोइमेन्ट र रिसोर्सेसको लागि स्ट्रगल गर्छन्। प्राय सबै एक्सन फिल्मको मोटिभेसनल फ्याक्टर भनेकै सेफ्टी हुन्छ। त्यसपछि आउँछ लभ एन्ड बिलोङ्गिङ निड्स, जहाँ फ्रेन्डसिप, इन्टिमेसी, फ्यामिली जस्तो टपिकलाई एक्सप्लोर गरिन्छ र यो फिल्म मेकिङमा सबैभन्दा बढी युज गरिने क्यारेक्टर मोटिभेसनल फ्याक्टर हो। यसभित्र सबै रोमान्टिक मुभिजहरू, फ्यामिली ड्रामा र इभन कमेडीहरू आउँछ। अनि आउँछ स्टिम निड्स, जहाँ क्यारेक्टरले रेस्पेक्ट, स्ट्याटस र स्ट्रेन्थको लागि स्ट्रगल गर्छ। अनि फाइनली टपमा आउँछ सेल्फ एक्चुअलाइजेसन निड्स, जहाँ प्राय फिलोसोफिकल थिम्सहरूलाई एक्सप्लोर गरिन्छ। र यसभित्र आउँछ ड्रामा फिल्म्स, आर्ट फिल्म्स र इभन साइफाई मुभीहरू पनि यसभित्र पर्छ। यदि तपाईँलाई यो सबै 5वटा निड भएको फिल्म हेर्न मन छ भने क्रिस्टोफर नोलनको इन्टरस्टेलर हेर्दा हुन्छ। सो नेक्स्ट टाइम फिल्म हेर्दा क्यारेक्टरलाई के कुराले मोटिभेट गरिरहेछ, के कुराले क्यारेक्टरलाई अगाडि बढाइरह याद गर्नु है त। र यस्तै भिडियोको लागि मलाई फलो गर्न नबिर्सिनु होला। आई विल सी यु इन द नेक्स्ट भिडियो।